Hello guys, it's me Relax Chhetri. अब आज छुट्टी छ, स्कुल पनि छुट्टी, कलेज पनि छुट्टी. अब आजको काम भनेको जेन्युनली 5th इयर गएपछि मैले पढेको छुइनँ. अस्ति भर्खर किताब मगाएको थिएँ पहिरोबी प्रकाशनबाट. अब आज त्यही किताब खोल्ने, हेर्ने, पढ्ने, जेन्युनली पढ्ने, स्टडी. 5th इयरमा यति धेरै पढ्नुपर्ने कुराहरू छ. मेरो दिमागमा यति धेरै कुराहरू आएको आइ गर्छ क्या. जस्तै बारको एक्जामको कुरा पनि आउँछ. बार काउन्सिल त भन्दा त सिनियरहरूले भन्दा पुरै दिमागमा फियर भइसक्यो क्या. बार काउन्सिलमा पास गर्न गाह्रो छ भन्दा पढ्नु छ. जेन्युनली अहिले म पढ्ने पनि होइन नि त बार काउन्सिलको. 5th इयर सकेपछि पढ्ने हो. अनि 5th इयरमा अब थेसिस छ. थेसिस दिमागमा आइरहेछ. मोटकोट दिमागमा जब कि कलेज भर्खर स्टार्ट हुँदैछ क्या. यति धेरै हिट गरिरहेछ. मलाई मात्रै यस्तो हुन्छ कि तपाईँहरूलाई पनि यस्तो हुन्छ? कमेन्टमा भन्नु होला ल. मेरो मोबाइलमा चार्ज पनि छैन. म अहिले यत्तिकै भ्लग गर्न आँटेको. अब सबभन्दा सुरुमा म ओछ्यान मिलाउनु पर्ने छ. अलिअलि बेड मिलाउनु पर्ने छ. ओछ्यान मिलाउनु पर्ने छ. के भन्नु, मैले एउटा क्लासमा साथीले ल्याएको थियो होइन. यति सानो देखिरहेको थियो क्या. कत्रो ठुलो बुक रहेछ क्या. 1325 रुपियाँ. हाम्रो रोशन कुमार झाले लेख्नु भएको बुक हो यो. पुरै क्याङ र कुङकुङ टाटा टुटु गर्छ क्या. तर नजिकै छ नि त. अनि त्यही भएर यो लगाएको क्या. गीत चाहिँ केही बजेको छैन. अब यो फुकाल्दा कति आनन्द कस्तो अर्कै भइरहेछ. तर चिसो हावा पनि चलिरहेछ यताबाट, यो साइडबाट. अनि फिलोसफी पढ्दैछु. मैले पहिलोचोटि पढेको यो किताब चाहिँ, मतलब फिलोसफी पहिलो किताब 2चोटि जति पढेँ मैले. महाभारत, रामायण सबै त्यो हेरेको हो नि त. अनि अब त सबै पढ्नुपर्छ अहिले फेरि. हिन्दू फिलोसफीको अन्डरमा ती चिजहरू पनि पढ्छन्. तर अहिले मैले फिलोसफी भनेको के हो, अनि त्यसको नेचर कस्तो हुन्छ, फिलोसफीको डिफ्रेन्ट ब्रान्चेसहरू के हो, सर्व एकचोटि हेरेँ मात्रै है. के हुन्छ भनेर मलाई सोध्यो भने अहिले मलाई आउँदैन. तर मैले एटलिस्ट यो चाहिँ हुँदो रहेछ है भन्ने कुरा कन्सेप्टमा दिमागमा बस्छ. अब फेरि 2-3चोटि पढ्यो भने त चिज आउँछ. एकैचोटि त कसलाई